कसैले तपाईको जिन्दगीमा गलत गर्यो, मलाई यति धेरै आशा र भरोसा देखाएको थियो, आज आएर यो व्यक्ति यस्तो कसरी हुन सक्छ भन्ने कतै तपाईलाई लागिरहेको छ अथवा लाग्ने गर्छ। जो व्यक्तिले तपाईलाई चिट गर्यो या धोका दियो, छोडेर गयो, गलत गर्यो भनेपछि यस्तो कसरी हुन सक्छ, तपाई सोचिरहनु भएको छ कि यो व्यक्ति त यस्तो हुँदै हुँदैन, यस्तो हुनै सक्दैन, जस्तो ऊ पहिला थियो त्यस्तै नै भइदिनु पर्छ भन्ने तपाई त्यो होपमा बाँचिरहनु भएको छ भने म के भन्न चाहन्छु भन्दाखेरि मान्छे परिवर्तन हुन्छ, परिवर्तनशील छ। कोही राम्रो तरिकाले परिवर्तन हुन्छन्, कोही नराम्रो तरिकाले परिवर्तन हुन्छन्। यदि कोही परिवर्तन भयो तपाईसँग गलत गर्यो भनेपछि पहिले त्यो विगतको कुरालाई लिएर कि ऊ यस्तो थियो, ऊ यस्तो हुनुपर्छ भन्ने होप लिएर नबस्नु। बदलिने मान्छे बदलिसक्यो, तपाईले स्वीकार गर्नतिर लाग्ने हो, रियालिटीलाई हेर्नतिर लाग्ने हो। किनकि तपाईलाई लाग्छ कि यो व्यक्तिले यस्तो कसरी गर्न सक्यो, कसरी गर्न सक्छ, हुनै सक्दैन, तर त्यो व्यक्तिको लागि त त्यो इजी भइदिन्छ किनकि उसको जुन इमोसनल अट्याचमेन्ट छ अरु कतैतिर शिफ्ट गरिसकेको छ। सो उसको लागि त सहज भइदिन्छ। तर तपाई यसरी सोचिरहनु भएको छ यो कसरी हुन्छ, पहिले यो हेर्ने हो कि अब म कसरी आफूलाई बदल्न सक्छु, कसरी बदल्ने आफैलाई चाहिँ त्यो सोच्ने हो।